सायद तपाईलाई पनि थाहा हुन सक्छ, पृथ्वीमा सबैभन्दा महत्त्वपूर्ण जीवहरूमध्ये एक जसको अस्तित्व हामीले सामान्य जीवनमा कहिले पनि महसुस गरेका छैनौँ। सायद यो एकदमै सानो र सुन्तला रङको हुन्छ। यो सानो भएकोले नै यो एकदमै कमजोर जस्तो पनि देखिन्छ, तर यो धरतीलाई जोगाइराख्नका लागि यसको पनि एकदमै ठुलो हात रहेको छ। यो तपाईलाई नाटकीय लाग्न सक्छ, तर यो एकदमै सत्यमा आधारित छन्। यसले हाम्रो जीवन, हाम्रो खाना र हाम्रो अस्तित्वलाई पनि प्रत्यक्ष रूपमा फाइदा दिइरहेको छ। र यो एकदमै सानो जीवको नाम हो मौरी, मोर्गन फ्रीम्यान। यो नाम त तपाईले सुन्नुभएकै होला। उनी हलिउडको एकदमै प्रसिद्ध अभिनेता हुन्। मोर्गन फ्रीम्यानले संसारभर लाखौं मानिसहरूको मनमा गहिरो प्रभाव छोडेका छन्, जस्तो मेरो मनमा, सायद तपाईको मनमा पनि हुन सक्छ। तर आज मैले भन्न गइरहेको कुरा के हो भने यो एकदमै कम चर्चा पाएको र अत्यन्तै महत्त्वपूर्ण कुरा हो। उसले के गर्यो भने 124 एकड जमिन किनेर, 124 एकड भनेको तपाईलाई थाहा छ? यदि रोपनीको हिसाब गर्ने हो भने 2000 रोपनी हुन्छ। कति हुन्छ होला 2000 रोपनीको क्षेत्रफल? अनुमान लगाउनुहोस्। र 1-2 रोपनी हो र? 100-200 पनि होइन क्या, 2000 रोपनी। यदि बिघाको हिसाब गर्ने हो भने हाम्रै तराईमा 1.5-2 बिघा जमिन हुने मानिसहरू आफूलाई एकदमै धनी सम्झिरहेका हुन्छन्। र त्यस्तो बिघा कति चाहिन्छ थाहा छ? 124 एकड हुनका लागि 183 बिघा। यो कुनै जोक होइन। र उसले त्यति धेरै जमिन किनेर मौरीहरूको लागि एकदमै सुरक्षित आश्रय स्थल बनाएका छन्। कारण यो होइन कि उसले त्यहाँबाट मह खान पाऊँ, पैसा कमाउन सकौँ, त्यो होइन। उसले केवल यो धरतीलाई बचाउनको लागि त्यसो गरेका हुन्। तपाईँ एकपटक सोच्नुहोस्, एक मानिसले आफ्नो सम्पूर्ण जीवनभरि कमाएको पैसा त्यो चिजको लागि खर्च गरिदिन्छ, जसलाई आज धेरैले व्यवस्था गरिरहेका छन्। सस्तो र एकदमै सानो प्राणी जस्तो लाग्ने त्यो मौरी, जुन मौरी बिना आज यो संसारको अस्तित्व रहँदैन। तर यहाँ चकित पार्ने कुरा के हो भने अझै पनि धेरैजनाले यो कुरा बुझ्न सकिरहेका छैनन्। म यहाँ के भनिरहेको छु भनेर, संसारमा मौरीहरूको संख्या घटिरहेको छ। जुन दिन यी प्राणीहरू यो धरतीबाट लोप हुन्छन् नि, त्यो दिन तिनीहरू मात्र लोप हुँदैनन्। यो धरतीबाट धेरै कुराहरू लोप हुनेछन्, जस्तो मानिस लोप हुनेछन्, यहाँको वनस्पति लोप हुनेछन्, र साथमा अरू धेरै जीवजन्तुहरू पनि लोप हुनेछन्। र मोर्गन फ्रीम्यानले यो कुरा बुझेका छन्। उसले आफ्नो आवाज, आफ्नो शक्ति र आफ्नो सम्पत्ति सबै प्रयोग गरेर एकदमै राम्रो काम गरेका छन्। यसको लागि हामीले उप्रति कृतज्ञ हुन एकदमै जरुरी छ। यो कुरा केवल मोर्गन फ्रीम्यानको मात्र होइन, यो हामी सबैको लागि हो, हाम्रो चेतना र हाम्रो प्रेरणाको लागि हो। तपाईले के बुझ्नुभयो आजको भिडियोबाट? कमेन्ट अवश्य गर्नुहोस्।